यो वाला नलेजले आफ्नो क्रसलाई इम्प्रेस गर्न सक्छौ। सिसन बानिया र गुराँस नानीको के हुन लागेको छ सोसियल मिडियामा सुरुदेखि सुरु गरौँ। सबभन्दा पहिला सिसन दाइ गुराँस नानीलाई फलो गर्छन् अनि यो वाला भिडियो रिपोस्ट गर्छन् गुराँस नानीको। त्यसपछि गुराँस नानीको साइडबाट सिसन दाइको लागि एकपछि अर्को गर्दै टिकटकको बाढी हुन्छ बाढी। बिहेको भात खान मिल्छ भन्ने आशामा म थिएँ। त्यति बेला सिसन दाइ यो वाला भिडियो अपलोड गर्छन्। अब खसीको मासु खाने कि कुखुराको मासु खाने भनेर सिसन दाइको बिहेमा डिसाइड गर्दै थिएँ म। त्यति बेला यो वाला भिडियो अपलोड गर्छन्। मेरो माया छ भने रुमाल किनो देऊ मम्मा गाउँदै बाकी छु तिम्रै छेउमा आकी छु। साथैमा टिपिकल लभरहरू जसरी फलो अनफलो गर्ने काम पनि हुँदै गर्छ। यति हुँदासम्म म र आधा टिकटकले सिसन वर्ड्स गुराँस नानी भनेर सपना देखिसकेका थिए। तर आजको पोस्टले त्यो सपनामाथि पानी फेरिदियो। सिस्टर मेरो मासु भात गयो। मासु भात गयो केही छैन, तर तिमीहरूको तर्फबाट एउटा लाइक र सब्सक्राइब आउनुपर्छ।